यसरी ल छोर बस्ने कि हिँड्ने ए कति रमाइलो हो लुम्बिनी भन्ने ठाउँ त लुम्बिनी भन्ने ठाउँ त असाध्यै राम्रो पनि रहेछ अनि राम्रो रहेछ एकदम सुन्दर सडक पनि एकदम मैला छैन एकदम सफाहरू छ एकदम राम्रो रहेछ हौ कति राम्रो रहेछ यहाँ त म त बल्ल आएको हो नि त अहिले बुढो भएपछि बल्ल लुम्बिनी घुम्न आएको म रुबेन यहाँ हजुर तिमी त छिटै आयो न म कहिले आयो हौ कति वर्षमा आयो तिमी 11 वर्षमा आयो हो नि त बोल्नु 11 वर्षमा आएको अनि मरियम म त 52 वर्षमा ल 52 वर्षमा आएको बल्ल आएको फर्स्टचोटि म पनि पहिलोचोटि फर्स्टचोटि आइयो हामी त एकदमै अब फेरि आउन पाइन्छ कि पाइन्न त्यो थाहा भएन तर अहिले आइयो एकदम राम्रो लाग्यो खुसी लाग्यो धेरै वर्ष भयो मलाई आउन मन लागेको कतिचोटि आउने समय नमिलेर कतिचोटि केही कुराले रोकेर आउन पाएको थिएन तर अहिले यसरी आउन पाउँदा हेर्न पाउँदा मलाई एकदम आनन्द र खुसी आछ यता अब हामी ढुङ्गाको आवाज पनि सुन्दैछौँ अब हामी यता उभिन त बजे ए फेरि ठ्याक्क यसरी जाँदैछौँ है हामी लुम्बिनीमा अवस्थित सबैभन्दा पुरानो मन्दिर है दादा ढुङ्गा हैन नि त्यो ए ढुङ्गा हैन त्यो कुकुरको लास्टमा त हेर्दाखेरि त ऊ घाँस त्यो सफा गर्ने घाँस साथीहरू यस्तै छ जिन्दगी हामी यता जाँदैछौँ है सबैभन्दा मेन पुरानो मन्दिर त्यहाँभित्र अनि खिच्न पुरानो मन्दिर त्यहाँभित्र खिच्न त पाइन्न त्यही भएर बाहिर हामी खिच्दै यसरी जाँदैछौँ तपाईँहरू हेर्न सक्नुहुन्छ है ल फाइनल्ली हामी यहाँ अघि त्यो पुरानो मन्दिर भनेर गएको बाटो उल्टे परेछ पुरै 1 राउन्ड लगाइयो है हामी सबैको हालत खराब जस्तै छैन हो त्यस्तो पनि छैन एकदम अनि गाइस मैले भक्कर यस्तो ट्याक्क यता अब हामी जाँदैछौँ त्यहाँ त खिच्न पाइन्न होला यो थाहा छ यो कहिले पनि बन्द नहुने उसो आगो यहाँ यत्रो ठुलो अब ढुङ्गा छ कस्तो लाग्छ हजुरलाई मलाई एकदम राम्रो लाग्छ आमालाई कस्तो लाग्छ आमालाई एकदम राम्रो बजे खेल्ने अब हामी ढुङ्गामा जानेछौँ यहाँबाट फेरि माथिको मन्दिरमा त्यसो रुबेललाई कस्तो लागिरहेको राम्रो लागिरहेछ ल अब सिधै ढुङ्गामा भेटौँ है त यता बजे ढुङ्गामा बसेको हामी त लुम्बिनी आएको ढुङ्गामा बसेको यता रुबेल डर लागिरहेछ नडराउ कि केही हुन्न कस्तो लाग्यो राम्रो लागेछ ठिक छ नि सही सर ल ढुङ्गा चढेर निस्कियौँ है हामी ढुङ्गामा पनि चढ्यौँ है के छ रुबेल भर्खर ढुङ्गा चढेर आएको त्यहाँदेखि सबै गएन यता फुल्की यता नि फुल्की यता ल हाम्रो चाहिँ अहिले आउँदैछ समोसा मटर यता मलाई नि चाट बजेलाई पनि समोसा मटर है हामी दुईजनाले के अरे टोपी चस्मा हजुर अहिले नै अहिले आउनु न अहिले पछि
ल गाइस हामी चाहिँ अहिले धेरै यात्रापछि ठ्याक्क यहीँ थोरै थोरै ल्याएको थियौँ हामीले खानेकुराहरू यता खिर यता चिप्स केरा मम्फली फलफुल जेरी अनि यहाँ चाहिँ समोसा छ पानी छ अनि त्यसपछि यता रुबेन बजै आमा अनि म छु हामी चाहिँ टक्क अब यहाँ खाना बसेछौँ है तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ अब बस्छन् कि ए के भयो ल ट्याग कहाँ छ चटनी त रहेछ चटनी त दिएन चाहिँ त्यो भाइले त है हामीले अब खाएर हामी अब त्यहाँ टेम्पल घुम्न जाँदैछौँ यहाँ थियो है हामी खाएको ठाउँ ल हामीले खाना खाएर अब यसो यहाँ यता आएको छौँ है हेर्नुहोस् है यहाँ ए यहाँ टेम्पलमा आएको छौँ सबै ठाउँ घुमियो अब यता आउँदैछौँ जाँदैछौँ हामी तपाईँहरूले देख्न पनि सक्नुहुन्छ पुरै घुमियो है तपाईँहरूले पछाडि देख्न पनि सक्नुहुन्छ अनि यहाँ हुनुहुन्छ अब घरतिर है त ल अब चाहिँ हामी सबै घुमिसकेको छौँ यता बजे हुनुहुन्छ बजेलाई कस्तो लाग्यो आज घुमेर राम्रो लाग्यो ल बाटोमा निस्केछौँ है हामी यता अब घरतिर जानलाई टुकटुकमा सर जाँदैछौँ यता चाहिँ रुबेनलाई कस्तो लाग्यो एकदम राम्रो आमालाई मलाई एकदमै राम्रो लाग्यो रमाइलो लाग्यो दुनियाँ छोड्दा झन् रङ्ग लाग्यो खुसी हुनुहुन्छ बजै बोरै ए रोक्नु त एकछिन